अमेरिकामा बसेर काम गर्नेहरूलाई लगातार 3 दिन बिदा त हुनै हुँदैन। दसैँ आए जस्तै हुन्छ। झन् सपरिवार एकै ठाउँमा जम्मा हुँदाको मजा त छुट्टै हुन्छ। कि त मिठो मिठो पकाएर खाने, कि त कतै घुम्न जाने। ल यो यति चाहिँ हामीले टिप्या छौँ है। यो मध्ये हामीले अब धेरै खान हुन्न। मैले त्यो चाहिँ फ्रेस अर्ग्यानिक भएकोले हामी अलिअलि खाँदैछौँ। अलिअलि गिल्यो, अलिअलि मिल्यो। के छ हामी पनि यसपालि मेमोरियल डेको 3 दिने छुट्टीमा चेरी टिपेर खान पाउने ठाउँ खोज्दै खोज्दै 1.5 घन्टा ड्राइभ गरेर फार्ममा पुग्यौँ। त्यो डाँडामा चाहिँ गाईहरू चरिरहेछ। ल त्यो डाँडा कत्रो छ भनेर ल गाईहरू चढिरहेछ। ल डाँडामा त्यो थाहा छैन। गाईहरू दुध दिन्छ, गोरु हो नि रहेछ है त्यहाँ माथि जाने। ए ल होला नि त। यहाँ मेरो एउटा चाहिँ बर्गर मात्रै छुट्टै हुन्छ त हो। अब हामी थाहा हुँदैन सुनौलो होइन। हामीलाई त बिहान 7 बजेदेखि खुल्ने फार्ममा हामी 12 बजेतिर पुग्दा चहल पहल बाक्लै थियो। कतिपय भित्र पस्ने टिकट लिन लाइनमा थिए भने कतिपय चेरी टिपेर खाएर लिएर घर फर्किन थालिसकेका थिए। यता हेर्नुहोस् न, यता एक थरी सायद हाम्रा छिमेकी देशका मानिसहरू पैसा तिरेर भित्र नपसिकन हातैले बाहिरैबाट पुगिने ठाउँको चेरी टिपेर खान जुत्तिरहेका। उनीहरूलाई देख्दा लाग्छ आज उनीहरू बस यति गर्न आएका थिए। हामीले यस्तो टिकट पायौँ। एडमिट 1 भनेर 4 जनाको 4वटा टिकट थियौँ। ल यस्तो भिड छ। ल उनीहरू चाहिँ फर्किसकेको, चेरी टिपेर फर्किसकेको। ल हामी चाहिँ आँखाले भ्याएसम्मको चेरी पारीसम्म छौँ। ल अब चेरी कहाँ छ भनेर म तपाईँलाई देखाइहाल्नु। चेरी लुकेको ठाउँ भनेको यहाँ चाहिँ देख्नुभयो। चेरी चाहिँ कसरी लुक्या छ भने बाहिरबाट हेर्दाखेरि केही छैन जस्तो चाहिँ हेर्नु। ल प्रति व्यक्ति $5 को टिकट लिएपछि भित्र जान पाइने, जति सक्छ टिपेर खान पाइने, फर्कँदा टिपेर झोलामा लिएर आएको चेरी जोखेर $5.50 प्रति पाउन्ड, लगभग आधा किलोको दरले पैसा तिर्नुपर्ने। लगभग बजारकै जस्तो पैसा परे पनि मानिसहरू फार्मको ताजा चेरी खान र थप छुट्टीको दिन रमाइलो गर्नको लागि पनि झुमिएका थिए। डोन्ट क्लाइम भनेर ट्राइपडले त निकाल्नु पाउँछ होला नि। यही छ नि, यही कालकाला हेर त। चेरी पिकिङ सजिलै होला भन्दै त लुकेर
कस्तो रहेछ कता हो गाह्रो पो रहेछ ल हेर्नु त गाह्रो पो रहेछ त लुकेर बस्ने एउटा मलाई अलिकति चाहिँ भेटेँ ल यस 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 ल अब यहाँ चाहिँ मैले टक्क लाएर भेटेँ एउटा रुख यहाँ रुख भेटाउनै गाह्रो रहेछ यो चाहिँ के अरे चेरी पिक भन्ने तर भेटाउनु त गाह्रै रहेछ अलि राम्रो छ त लुकेर बस्ने रहेछ हामीले त सुन्तला अमला जस्तो खोज्ने है तर गाह्रो पो रहेछ हुन त यहीँ तल पनि रहेछ यो बाहिरबाट रुख मात्रै देखिन्छ है भित्रै हुने रहेछ चेरी पिक भनेर बाहिर देखिने होला भनेको त यस्तो पो रहेछ भित्रै हेर्नुहोस् त त्यहाँ खाना चाहिँ यस्तो मिठो फेरि यहाँ चाहिँ एउटा कुरो के रहेछ भने चढ्न नपाइने रहेछ है त्यहाँबाट जति टिप्नुपर्छ टिप्यो उनीहरूले चाहिँ अब चढेर पनि उनीहरूको आफ्नो बिजनेस पनि होला चढेर बेच्ने होला नि त यिनीहरूले मेहनत पनि एकदम गरेका हुन्छन् हेर्नुहोस् न पानीको लागि यिनीहरूले आफ्नो हरेक बोटको दुईवटा बोटमा यसरी पानीको लागि प्रब्लम ल यो बोटको चाहिँ यसमा चाहिँ मैले अलिकति ल हेर्नुहोस् है यो कस्तो रहेछ त बाबा मिठो तर अलिअलि हामीले अलिअलि नुन खुर्सानी मिसाएर लिएर आउँछ अब म चाहिँ अब यो बोट चेरी पिक गर्न आएको र यो बोट चेरी सुन्तला जस्तै बाहिर छप्पमा देखिन्छ होला भनेको हुँदैन रहेछ भित्रै हेर्नु त ए अलिक देखिएन म देखाउँछु है त यसरी छोपिएर बसेको हुँदो रहेछ है ल अनि यस्तो गरेर ट्याक्क टिप्ने क्वाप्प खाने यो अलिअलि अमिलो पिरो सरी अमिलो गुलियो रहेछ त्यो पनि चर्को घाम लाग्छ एकदम मिठो भएछ तर अर्कोपल्ट आउँदाखेरि हरियो नुन खुर्सानी पिसेर मस्त ल्यायो भने मस्त हुने रहेछ नेपाली कायदा हो नेपाली कायदा जाने फाइदा हुन्छ नि cherry log गेडा पनि कसले मुखबाट हातले झिकेर फालिरहोस्
हाय के छ कति टिप्यो अब एउटा झोला अलिकति भयो बुढो अब अर्को झोला नि सुरुमा हामी पस्दाखेरि चाहिँ त्यो सुरुको बोटमा चाहिँ छैन कि जस्तो भएको थियो पछाडि बोटमा कति धेरै रहेछ त्यो ठाउँमा तर के गर्ने रुखमा चढ्न पाइँदैन कडा रुखमा चढ्न प्रतिबन्ध छ त्यसैले त्यो टिप्न पाइँदैन के छ रे के भयो रे ओके यिनीहरूले बल्ल देखेछन् है के त्यो पनि मेरो कसरी मास गर्ने तल यताबाट यो आउने मेन द्वार हो यो द्वारबाट कति आइरहेछन् भने म अझ माथि गएर देख्न सक्छु है बिहान 7 बजे खोल्नु हो अहिले 1 बज्दा पनि अझै 1 बज्दा पनि मान्छेहरू अझ आइरहेछन् सिद्धेको छैन भोलि पर्सि यो लङ विकेन्डमा अझै मान्छेहरू आउनेछन् अब त पुग्यो भो जाउँ भनेको फेरि मिठो ठुलो दाना भएको चेरीको रुख भेटियो छोड्ने त कुरै आएन कस्तो मिठो साह्रो मिठो नेपालमा पनि चेरी हुन्छ हुँदैन है होइन यो सिद्धिएपछि अब के गर्नु भोलि पर्सि खोल्ने अर्को हप्ता त्यो खोल्ने हो नि त नेपालमा चेरी होला र नेपालमा चेरीलाई के भन्छन् कुनै किन आजकल त देख्यो होला धेरै एडभान्स के भयो त अब आज कति भयो आज पेटभरि डम्म खाइयो पेट पनि खोल्यो कति घन्टा जति बस्यो होला हामी लगभग कति बजी आएको भने 1.5 घन्टा बसियो 1.5 घन्टा 2 घन्टा 1.5 घन्टा जति बस्यो होला अलिअलि खाइयो अलिअलि 4वटा ब्याग टिप्यो तर यो सबै चेरी हामीले खाँदैनौँ यसमा चिनीको मात्रा अलि धेरै हुन्छ साथीभाइलाई अलिकति हामीले 1 झोला आफै राखेर अरू 1-2 झोला चाहिँ साथीहरूलाई कसैले ल्याइदिन्छौँ यो अर्ग्यानिक हो फेरि अर्ग्यानिक ल अहिलेलाई यति अब अर्को पालि हामी स्याउ पिकिङ जान्छौँ अब भने एकैछिन हामी आउँदा जाँदाको बाटोको मनोरम दृश्य छ तपाईले हेर्न छुटाउनु भयो भने यात्रा अधुरै हुन्छ जे होस् हाम्रो रमाइलोमा साथ दिनुभएकोमा धन्यवाद।